गाइज ब्याक टु मिनी ब्लग सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि आरामै छु। अनि आज चाहिँ यस्तो स्पेसल हुनेछ, यो भिडियो लास्टसम्म हेरिदिनु होला। अझ आज चाहिँ अब भोट हाल्ने कार्यक्रम भन्दा आज म के भन्छ नि त, एउटा अब भोटसोट हालेर अब ठुलो नेता चुन्ने अनि यता सानोतिनो नेता चुन्ने जस्तो छ नि त हो। त्यही भएर चाहिँ अझ आज चाहिँ भोट हाल्ने कार्यक्रम छ। हजुर आज चाहिँ यो भिडियो यति रोमाञ्चक हुन्छ नि, यति रमाइलो हुन्छ नि। अनि यहाँ चाहिँ अब मेदीहरू अनि आर्मीहरू सबै दिएको रहेछ कि आर्मीहरूले अब त्यो मतपत्र हुन्छ नि त भोट हालेको त्यो तिनीहरूले मात्र लाने अरे क्या, न त्यो चोरी हुन केही नि हुन्न क्या। अब त्यो चाहिँ तिनीहरूकै हातमा मात्र जान्छ अरे, अरूको हातबाट जान्न अरे होइन। त्यही भन्दा सुनेको थियो। अनि आज चाहिँ यो स्कुल आएको छ एउटा चाहिँ पञ्चमुलुक स्कुल आएको। पञ्चमुलुक स्कुल जान चाहिँ भ्याइँदैन, यहाँ चाहिँ सुरु भइसकेको रहेछ। म चाहिँ वहीँ गएर देखाउँछु कि कोहीले चाहिँ भोरेर आइसक्नु भएको रहेछ होइन। वहीँ जाऊँ, त्यो सोध्न हुँदैन, त्यो राम्रो पार्टीलाई हाल्ने हो नि त, चुन्ने राम्रो पार्टीलाई हो। त्यही भएर चाहिँ जाऊँ, हालेर चाहिँ आइसक्नु भएको रहेछ। बास अब म चाहिँ कोही चाहिँ हालेर हिँडिसक्नु भएको छ कि म चाहिँ भर्खरै उठेको अनि थाहै छैन मलाई। चाहिँ यहाँ चाहिँ हाल्दै हुनुहुन्छ होला, उता नजाऊँ, हेरेर देखाइदिन्छु म। यहाँ हाल्दै हुनुहुन्छ किनकि मेरो भोट कार्ड छैन नि त, नत्र मेरो पनि आइन्थ्यो। नागरिक छ, भोट कार्ड छैन कि मेरो। म चाहिँ यहाँ आएर बसेको राखु, मसित बा हुनुहुन्छ, म बाथरुममा आएर बसेको कि। यता चाहिँ अब भोट हाल्ने ठाउँमा चाहिँ जान नपाइँदो रहेछ नि त भोट नहाल्ने मान्छेहरू। त्यही भएर चाहिँ म यहाँ आएर बसेको, किनकि अब भोट हाल्न पाइँदैन रहेछ बाले भनिदिनु भयो। अनि चाहिँ मेरो बन्द भइदियो कि, त्यो 1 महिना थियो अनि 1 महिनामा बन्द भइदियो कि। त्यो 1 महिना पनि भएन यार, भुवा बनाएको नागरिकता बनाएको। अनि उहाँ गएको त भोटर भोट दिने बन्द छ भनिदियो कि। नत्र चाहिँ मलाई भोट हाल्ने पहिलो भोट जान्थ्यो नि, नयाँ चुनिन्थ्यो भनेर हो। अनि यहाँभित्र म यहाँ देखाइदिन्छु कि यहाँ छ नि त, यहाँ देखिँदो रहेछ भोट हाल्ने चाहिँ उहाँ। अनि चाहिँ भोट नहाल्ने पार्टी म चाहिँ बाहिरबाट हेरिरहेको कि, भित्र आउन पाउँदैन। अनि त्यही भएर बाहिरबाट हेरेर उहाँ चाहिँ भोट हालेर अब 1 राउन्ड लाएर त्यहाँ गएर हेर्छु होइन। उहाँ गएर त्यसरी घुमेर म देखाउँछु कि है। यहाँ आइसकेँ अनि चाहिँ म यहाँ हेरेको चाहिँ भोट हाल्दै हुनुहुँदो रहेछ। अनि चाहिँ यहाँ थरीका हुनुहुन्छ नि त, अब कोही कुन पार्टी कुन पार्टी। यहाँ चाहिँ केही हो हल्ला केही छैन, यहाँ शान्तिपूर्ण तरिकाले यहाँ गर्दै हुनुहुन्छ होइन। यहाँ सबैको राम्रो भइरहेको आजसम्म, अब राम्रोसँग छ। यहाँ धाम्रो दाइ यहाँ हुनुहुन्छ, के लागि जित्छ अरे साँच्चै यहाँ छ त, रेकर्ड छ है, सर्टमा जान्छ भिडियो रेकर्ड छ। दाइको कपाल काटेको नि हाल्ने म, अनि दाइले काटेको नि कपाल हाल्छु म होइन, दाइले काटेको नि हाल्छु। अनि यहाँ सबै आइराख्नु कि भोट हाल्नको लागि। यहाँ अब कोही हालेर गइसके, 100-200 भोट त अहिलेसम्म गइसक्यो होला कि। म आइरहेको थिएँ अनि आएर यहाँ हेरेको चाहिँ गर्दै हुनुहुन्छ यहाँ। अब यहाँ शान्तिपूर्ण तरिकाले आफ्नो मतहरू दिँदै हुनुहुन्छ उतातिर होइन। यहाँ केही छैन होला, केही छैन, यहाँ चाहिँ भइरहेको अझै। यहाँ भोलि छ फोन छ क्या, यहाँ फोन छ सेलमा छ। यहाँ फोन हराएर उहाँ चाडमा पर्नु भएको, खोजेर लिएर आउनुभयो। 1 घन्टासम्म उठान कहाँ रहेछ, खोजेको दाइ। यो बेचौँ न, यो फोनहरू सक्छ दाइ, फोन बेचौँ न, एउटालाई 2000 बेचौँ कि 2-2000 ल त। यहाँ नबोलाम बल्ल, दाइले भोट एमएस हालिसक्नु मनैबाट चाहेर दाइको बिग फ्यान। यहाँ दाइको पछाडि नै छ। अब चाहिँ यहाँ धेरै कम भइसकेको छ, यहाँ चाहिँ हुँदैछ भित्र, यहाँ हुँदैछ। उता चाहिँ मतपत्र हालसम्म 2टा रहेछ त्यता, अनि उता त्यतिर एउटा छ कि यतातिर छेकिराख बजारको रहेछ कि त्यहाँ पनि। मैले चाहिँ हामीसित पढ्ने साथी भेट्टाएको छु, यहाँ छन् प्रतीक, यहाँ छन्। अनि यस्तो म आएको थिएँ कि यस्तो घुम्दै आइरहेको थिएँ, अनि चाहिँ यिनीलाई भेटेँ मैले। अनि यहाँ भोट हाल्न आएको रहेछन् होइन। र म त जान्छु, मेरो चाहिँ छैन भोटर कार्ड। अब म चाहिँ यसो घरतिर जान्छु साथीहरू है। चाहिँ घरतिर आइसकेँ अनि मम्मी चाहिँ हिँड्न लाग्नु भएको रहेछ चाहिँ। अब मम्मी पनि भोट हाल्न जाने हो नि त पञ्चमुलतिर, मम्मी आमा चाहिँ भोट हाल्न चाहिँ जानुहुन्छ। अनि चाहिँ त्यहाँ राम्रोसँग भइरहेको नि त, हो हल्ला केही छैन होइन। आनन्दसँग आफूलाई जेमा मन लाग्यो, जसले विकास गर्छ हो त्यसलाई दिने हो नि त। आनन्दसँग दिए भयो कि, आनन्दसँग होइन, आफूले रिल्याक्स, कसले केही गर्नै परेन कि, त्यो आनन्दले आफूले भोट दियो। त्यहाँ हल्ला कल किन गर्नु पर्यो त, त्यही हो, आफूलाई जेमा मन लाग्छ त्यहीमा दिनु पर्यो नि त होइन। आनन्दसँग हल्ला गर्नु परेन, केही गर्नु परेन, आनन्दसँग भइरह्यो नि त। त्यहाँ मजा आयो कि बल्ल त्यो हेर्दाखेरि। अब कोही ठाउँमा त हुन्छ नि हल्ला हुन्छ, लडाबाती हुन्छ, यहाँ केही छैन कि, त्यस बेस्ट के बल्ल त्यो हो नि त। हिमालय चाहिँ अब यहाँ चाहिँ कोप्दै छ,
हिमाल यति काम गरेको कति रुपियाँ पाउँछस् हिमाल यति काम गरेको कति रुपियाँ पाउँछस् हाल्दै हाल्दै हिमालले चाहिँ कुपे हिमालको आज ड्युटी लगाएको छ नि त हिमालले चाहिँ आफ्नो काम गर्दैछ क्या हिमाल तेरो काम कति बेलासम्म चल्छ यो 1 घन्टा भनेर 1 घन्टा चाहिँ अब यसले कतिवटा भ्याउँछ कुन्नी आमा चाहिँ घर आइसक्नु भएको छ आमा घर आउनु भयो पञ्चमुल आमा चाहिँ पञ्चमुल घर आउनु भएको छ भुटालेर आइसक्नु भएको छ आमा चाहिँ अब चाहिँ अब एकछिन पछि हुन्छ नि त अब कति भोट कति मतले जित्छ भन्ने चाहिँ आजको दिन चाहिँ 21 गतिको दिन कसको हात पर्छ होइन 2-3 दिन कति लाग्छ नि त अब त त्यो चेक गर्नलाई अझ सुरु अझै हुँदैछ चेक अब भोलिबाट हुन्छ होला आज चाहिँ अझै कोहीले हाल्दैछन् भोलितिर आउँछ बेलुकातिर चेक हुन्छ होला होइन चाहिँ हेर्दै गरौँ कसको जित हुन्छ म चाहिँ त्यो तल गएर हेर्छु कि एकचोटि चाहिँ अब 5 बन्दा लगाइसक्यो नि त अब त अनि हेर्नु पऱ्यो अब त सकिन लाग्यो होला कस्तो पानी पनि जस्तै भइरहेको नि त अब त सबै होइन पानी पर्ला जस्तो भइरहेको म चाहिँ घर देखाउँछु कि त्यहाँ चाहिँ अब सकिन लाग्यो होला भित्र चाहिँ जान नपाइदो रहेछ नि त यो गेट बन्द रहेछ यो गेट बन्द भएपछि चाहिँ सकियो होला अब त होइन कहाँ गएर आउनु र नि कता नि सकियो रहेछ त अब अझै हालेर आउनु ल अब चाहिँ सकिएको रहेछ अब चाहिँ कति बजेतिर जान्छ होला नि त यी भोटहरू अनि यो जान्छ यो गर्छ अनि कसले जित्छ होइन चाहिँ अब थाहा भइहाल्छ अब देश विकास गर्नु छ भने होइन जितिहाल्छ त सबैको मनमै छ तर म भन्दिनँ होइन साथीहरू अनि आजको लागि कस्तो लाग्यो भिडियो कमेन्टमा भन्नुहोस् साथीहरू आजको लागि बाई बाई पेच